गाइज अब हामीहरू चाहिँ खप्तरको यात्रा सुरु हुँदैछ ल हामी यो तमिल बजारबाट सुरु गर्दैछौँ है त यहाँबाट सिधै जानुभयो भने तपाईँ चैनपुर पुग्छ अनि यहाँबाट चाहिँ यहाँ चाहिँ खप्तर छान्न जाने बाटो यो चाहिँ खप्तर राष्ट्रिय निकुञ्ज चाहिँ यहाँबाट 29 किलोमिटर यहाँ लेखेको पनि छैन है यहाँ सबै केही तपाईँले राम्रोसँग लोकेसनहरू चाहिँ राम्रोसँग दिइरहेको छ यहाँ हेर्नु वेट अब यहाँ माथि खप्नु यहाँ अप्स डाउन अनि यहाँ कतिपय सावधानहरूको लागि दिइरहनु उहाँ चाहिँ मेरो लभली प्यारो मान्छे मलाई छोडेर अगाडि अगाडि गइरहनु भएको छ यहाँ चाहिँ यो लेखेको छ हेर्नु होला यहाँ सब थोक यहाँ लेखिदिएको छ यहाँ यो चाहिँ हाम्रो हामी चाहिँ आज यहाँ जान्छौँ यहाँ बस्छौँ यहाँ दाइको घर छ त्यहाँ अनि भोलि बिहानबाट हिँडेर हामी एकैचोटि माथि पुग्छौँ ओके अनि यहाँ पनि छ लोकेसन म्याप ओके हेर्नुहोस् होला ल यहाँबाट हामी सिधै जान्छौँ होइन आज हामी हिँड्ने मुडमा छौँ बुढाबुढीको जोस जागरले होइन ओके यो चाहिँ हाम्रो तमिल पुल पहिला चाहिँ कस्तो खालको थियो र हाम्रो त्यो पुलहरू झुलुङ्गे पुल थियो अहिले चाहिँ अहिले त पस्की पुल पनि छ अहिले पस्की पुल पनि बनिसक्यो अहिले हाम्रो यहाँ के अरे मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको शालिग पनि बनेको छ एउटा धारा पनि छ तर पहिला बाटो थिएन मान्छेहरू धेरै थिए अहिले बाटो छ मान्छे कम भएको छ आज विशेष चुनाव भएर पनि होला त्यसैले छ हाम्रो खाजा टाढो हुन्छ यो चाहिँ हेर्नु है उहाँले भने जस्तो यहाँ शालिग चाहिँ हाम्रो यहाँनिर छ बनाएको अहिले त्यहाँ पनि समथिङ केही लेखिनु भएको छ है मलाई नि एक्ज्याक्ट थाहा छैन भने नयाँ नै हो यहाँ रुखको पनि हेर्नु कस्तो दामी शालिग बनाउँदा यो चाहिँ हामी पक्की पुलबाट जान लाग्छौँ झुलुङ्गे पुल त अहिले लगभग बन्द भइसक्यो होला है हजुर अनि तपाईँले सेती नदी तर्नुभयो त तर्नु हो ए म त पछि आएँ नि धेरै पछि आएको नि यहाँ हाम्रो चाहिँ हाम्रो चाहिँ खास यस्तो छ कि ग्रुपमा चाहिँ हामी 4 जना जान लाग्छौँ 2 जना हामी यहाँबाट रेडी भइसक्यौँ 2 जना चाहिँ बिचै बाटो अघि उहाँले देखाउनु जस्तै चुच्चे खोलाबाट चाहिँ हामी भेटघाट हुने हो त्यहाँ रहेको चाहिँ हाम्रो एउटा पुरानो पसल चाहिँ हामी चाहिँ एकदम व्यापारी हो है बच्चादेखिको व्यापारी यो चाहिँ सेती नदी पुल हो यहाँनिर हेर्ने खोलाहरू एकदम दामी विचार गर है त ओके